हेलो साथीहरू, देख्न सक्नुहुन्छ भेजिटेबल अनि पोहा रेडी भइसकेको छ। अनि त्यसपछि यहाँ मैले कराईमा तेल पनि राखिदिइसकेको छु। अनि त्यसपछि जिरा राखेर यसलाई राम्रोसँग पड्काएर अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ प्याज पनि मैले राखिदिइसकेँ। अनि त्यसपछि प्याजलाई हल्का चलाइदिएपछि ब्राउन भइसकेको छ। त्यसपछि यहाँ मैले पिनट पनि राखिदिएँ। अनि त्यसपछि यहाँ काटेको हर्दी मिर्च टमाटर पनि राखिदिएर राम्रोसँग मिक्स गरिदिइसकेँ पिनट्सहरू राखेर। अनि त्यसपछि यो भेजिटेबल वगैरह पनि सबै मैले राखिदिएँ, देख्न सक्नुहुन्छ। अनि त्यसपछि हल्का मटर पनि राखिदिएँ यहाँ। अनि राम्रोसँग यसलाई चलाएर अनि त्यसपछि यहाँ मरमसला पनि दिइसकेँ। मसलाहरू राखेर अनि राम्रोसँग चलाएर फेरि एकैछिन पछि यो मसला पाकिसक्यो। फेरि मैले यहाँ पोहा राखिदिएँ धोएर ओरेर, देख्न सक्नुहुन्छ। अनि त्यसपछि राम्रोसँग चलाएर एकैछिन यसलाई ढाकिदिएँ। अनि त्यसपछि राम्रोसँग फेरि चलाएँ अनि रेडी भइसकेको छ। हल्का मसला दिएको साथीहरू, भिडियो कस्तो लाग्यो? बाइ बाइ।